हेलो एभ्रिवान नमस्ते सबैजनालाई जुजु लभ आई एम सजिना खड्की तन्दुकार अनि मेरो चाहिँ यो युट्युब च्यानल हो नयाँ प्लिज हजुरहरूले चाहिँ मन पराइदिनु होला है नयाँ भ्लगहरू बनाउँदैछु नयाँ भ्लगहरू आउँदैछ तपाईँहरूले इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ हेर्नु सक्नुहुन्छ अनि मनपर्छ भने चाहिँ प्लिज लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला है त आजदेखि चाहिँ मैले नयाँ भ्लग खोल्नु खोजेको पहिल्यैदेखि खोल्छु भनेको थिएँ तर मैले यो च्यानल कम्प्लिट गर्नु सकेको थिइनँ कि अनि गर्न चाहिँ गएको थिएँ तर कम्प्लिट भएको थिएन अब चाहिँ नयाँ खोल्दैछु प्लिज हेरिदिनु होला इन्जोय गरिदिनु होला है हेलो अझै पानी तताउनु गएको कि म चाहिँ यो बिल्डिङमा बाबुलाई मेरो छोरो ज्वरो आएको थियो अनि त्यहाँबाट अहिले चाहिँ फेरि ज्वरो बत्ती पनि गयो कि क्या हो फेरि एकैछिनमा बत्ती जान्छ एकैछिनमा आउँछ है के भएको हो यो उसलाई बत्ती पनि के भएको प्लिक प्लिक फेरि यो किन तारै नमिलेर चाहिँ क्या अनि यो पानी नतालिकन पचाउनु सक्दैन हिजो अस्ति ज्वरो आइरह्यो अनि फेरि अहिले चाहिँ कम भएको छ त्यही भएर रुम आइदिइहालौँ भोलि फेरि स्कुल जानुपर्छ भनेर अब म नुहाइदिइहाल्छु एकछिनमै पानी तताउँदैछु भयो गाला पुग्छ घुम्रिएको कपालमा मिठो बोली छ जान्दिन क्युट छ है बाबा कसैलाई चाहिन्छ भने चाहिँ भन्नु होला है त आयो यस्तो दामी छ यो पुरा भटमासको बोट सुर्सानीको बोट अनि यो चाइनिज साग यो चाहिँ रहर चाइनिज साग हेर्नुहोस् है यति राम्रो चाइनिज सागहरू छ रहरै छ अनि यहाँ पनि छ त्यो भटमासको बोटहरू चाइनिज सागहरू जानु बेटा यहाँ चाहिँ मेरो छोरा छ सानो के रहेछ उति बेटा यो वाला के हो यो के हो भन्दै त लु खानेकुरा हो के हो भन न साग हो सलाद साग हो भन न सलाद साग मामी म पनि खिच्छु नि खिच्ने किन खिच्ने म तिमीले खिचिरहेछु म पनि खिच्थे त्यस्तो छ अनि लसुनको बोट बोट सबै छ यति राम्रो छ यो टन्नै छ चाइनिज साग झन् कस्तो राम्रो छ कस्तो राम्रो आउँदो रहेछ बाफ्रे क्युट चाहिँ हाम्रो यो आफ्नै बारीको सलाद साग सलाद चाइनिज साग है वाउ कस्तो क्युट बनायो है तिमीले त कति राम्रो बनाउनु जाने रहेछ त अनि के गर्नुपर्छ त्यसलाई यो सिधै बचाउ यस्तो गर्ने ए फेरि कलर लाउने तिम्रो म्याममा हो वाउ गुड जब